हेलो गाइज, सधैँ हामी बाबु छोरा तेस्रो भ्लग लिएर आएका छौँ हजुरहरू समक्ष। सधैँ चाहिँ बाबु छोरा हामी फ्रेस हुनतिर लाग्यौँ। बाबुलाई हामीले खानको लागि ब्रेकफास्ट नदिकन डाइरेक्ट खानै दियौँ। त्यसपछि हामी बुढाबुढी पनि खाना खानातिर लाग्यौँ। बाहिर पार्सल आएकोले हामी बुढाबुढी त्यता बिजी भएको थियो। भित्र बाबु त कानकोटो अनि रुई पुरै झिकेर छरपष्ट पारेर बसिरहेको रहेछ। कस्तो रिसाएको तिमी? रिसाएर हो? सबै टिप टिप ल, छिटो सबै टिप टिप टिप, उता राख, बाँकी गर, छिटो। मेरो सानो भनेको चाहिँ मान्ने गर्छ आजभोलि। आज चाहिँ हामी बाउ छोरा आमा मिलेर समुद्र हेर्नको लागि जानको लागि म छोरालाई रेडी गर्दैछु। त्योभन्दा पहिला हामी बाबुलाई एकछिन पार्कमा खिलाएर हामी सम्पूर्ण परिवार नै समुद्र हेर्नको लागि जान लागिरहेको छौँ। बाबुलाई चाहिँ छिनछिनमै खानेकुरा दिइरहनु पर्ने हुन्छ र अहिले उसको बेस्ट खानेकुरा भनेको नै नेपालीमा हलुवा बेत र जापानिजमा खाकी भनेर भनिन्छ। सुरुमा जापान आउने बेलामा आमासँग त्यति मानेको थिएन बाबु। पछि 1-2 दिनपछि आमासँग बेसरी मान्ने भएको छ र अहिले आमाले जे भन्छ त्यो पनि मान्ने गर्छ। बस तिमी तिम्रो ठाउँमा बस, छिटो बस। उ त के रहेछ क्या त्यसको ठाउँमा बुढी। र गाडी चढ्ने भनेपछि आजभोलि ऊ बेसरी खुसी हुन्छ। मैले जापानिज भाषा खासै पढेर आएको चाहिँ होइन। म यहाँ नै बसेर बिस्तारै जापानिज भाषा पनि पढ्दैछु। कारलाई कुरुमा भन्दो रहेछ र त्यसै गरी बाटोलाई चाहिँ मिची भन्दो रहेछ र ट्राफिक सिग्नललाई चाहिँ सिङ्गो भन्दो रहेछ। त्यसै गरी अब हामी बाबुलाई पार्कमा लिएर जाँदैछौँ र पार्कलाई चाहिँ जापानिज भाषामा कोइन भनेर भनिन्छ। पार्कमा ल्याएको के 5 मिनट भएको थियो, बाबुले त खट्टुमै सु गर्यो। हे तेरिका। त्यसपछि फेरि हामी घर फर्क्यौँ र बाबुलाई अर्को कपडा लगाएर हामी समुद्र हेर्नतिर लाग्यौँ। जाँदा बाटोमा खेतीयोग्य जमिनहरू रहेको थियो जहाँ धानहरू फलिरहेको थियो। जीवनमा नै समुद्रलाई यति नजिकबाट निहाल्न पाउँदा एकदम खुसी लाग्यो। जाँदा जाँदा बाटोमा बाबु सुतेको हुनाले बाबु चाहिँ गाडीमै सुत्यो र बुढी र म चाहिँ समुद्र निहाल्दै केही छिन रमाउनतिर लाग्यौँ। समुद्रलाई चाहिँ जापानिज भाषामा उमी भनेर भनिँदो रहेछ र पानीलाई चाहिँ मिजु भनेर भनिँदो रहेछ। जापान आएको पनि दोस्रो हप्ता भएको रहेछ। नेपालमा हामीले राम्रो बिजनेस पनि छाडेर आएका हौँ। साथीभाइ इष्टमित्रहरूलाई धेरै नै सम्झिरहेको छौँ। बाटोमा आउने बेलामा बाबुलाई हामीले फेरि पार्कतिर लगेर एकछिन खेलायौँ। केही छिन पार्कमा खेलिसकेपछि हामी बाहिर निस्केका थियौँ र बाटोमा आउँदै गर्दा हामीले बाटोमा पैसा हालेर सामान किन्ने एउटा मेसिन देख्यौँ। यसलाई जापानिज भाषामा जिदो हामबाइकी भनिँदो रहेछ र बुढीले हामीलाई यसलाई प्रयोग गर्ने तरिका सिकाउँदैछ र हामीले बाबुको लागि चिप्स झिकेर दियौँ। र अहिलेको लागि हाम्रो ब्लग यहीँ नै सकिन्छ र लाइक, कमेन्ट र टिकटकमा फलो गरिदिनु होला। धन्यवाद। आरिगातो गोजाइमास।